ओके हेलो म अनिल शाह आज सीई एस्पिरेन्ट कमन इन्ट्रान्स एक्जाम दिने स्टुडेन्टहरूको लागि केही हेल्प होस् भनेर म यो चाहिँ सिरिज सुरु गरेको। आज जुलाई 1 हाम्रो एक्जाम नजिकै छ, करिब 62-63 दिन बाँकी छ हैन। यो टाइममा चाहिँ हामीले धेरै रिभिजन गर्नुपर्छ, नयाँ कुरा पढ्नु हुँदैन, धेरै रिभिजन गर्नुपर्छ, आएको कुरालाई धेरै रिकल गर्नुपर्छ। त्यस्तै म एउटा रिकल भिडियो तपाईहरुलाई हेल्प होस् भनेर म यहाँ चाहिँ डिस्कस गर्न जाँदैछु। यो भिडियो 2-3-4 मिनेटको हुन्छ, त्यो भन्दा बढी हुँदैन, किनकि बढी टाइम बुकमा दिनुपर्छ र यो कन्सेप्ट चाहिँ प्लस 2 मा त्यति राम्रो चाले क्लियर हुँदैन। त्यही भएर म यस्तो भिडियोहरू लिएर फ्युचरमा पनि आउने छु। जो अहिले 11 क्लासमा छ, 12 क्लासमा छ, त्यसको लागि यो भिडियो हाईली बेनिफिशियल छ र जो स्टुडेन्ट अहिले यो 2082 को इन्ट्रान्स एक्जाम दिन्छ त्यसको लागि पनि यो धेरै इम्पोर्टेन्ट र युजफुल हुनेछ। जस्तै एउटा म आज एनेमियाको सन्दर्भमा कुरा गर्छौं। एनेमिया म यहाँ चाहिँ बिग पिक्चर थ्योरी पढाउँछु हैन। यो कुरासँग रिलेटेड धेरै कुराहरू भन्छौं 4-5 मिनेटमा। एउटा एनेमिया छ जसको टाइप छ पर्निसियस एनेमिया। पर्निसियस एनेमिया भन्ने टाइप छ। अब यसको क्वेशन सोधेको छ आईएम मा, धेरै पास्ट क्वेशन छ हैन। यो एनेमिया किन हुन्छ? एनेमिया त रिलेटेड केसँग छ? हेमोग्लोबिन सँग छ। एनेमिया is related to hemoglobin. Hemoglobin is present in RBC. What is the normal level of hemoglobin? 14 to 16 gram per 100 deciliter. तर यो पर्निसियस एनेमिया हेमोग्लोबिन सँग रिलेटेड छ, तर क्वेशनमा हेमोग्लोबिन भन्ने अप्सन थिएन। के थियो अप्सन? भिटामिन B12। भिटामिन B12। भिटामिन B12 को डिफिसियन्सी वा कमीको कारणले लाग्छ के? पर्निसियस एनेमिया। के लाग्छ? पर्निसियस एनेमिया। पर्निसियस एनेमिया भिटामिन B12 को कमीले लाग्छ एउटा एनेमिया जसको नाम हो पर्निसियस एनेमिया, जसमा हेमोग्लोबिनको लेभल घट्छ। तर किन घट्छ र किन यसको इम्पोर्टेन्ट छ भिटामिन B12 को? र एउटा कुरा, भिटामिन B12 को अर्को नाम भन्छ साइनेकोबालामाइन। साइनेकोबालामाइन किनकि यो भिटामिनमा एउटा एलिमेन्ट प्रेजेन्ट हुन्छ जसको नाम हो कोबाल्ट। के नाम हो? कोबाल्ट। कोबाल्ट एलिमेन्ट हुन्छ। यो क्वेशन पनि रिसेन्टली सोधेको छ हैन। व्हिच एलिमेन्ट इज प्रेजेन्ट इन भिटामिन B12 और साइनेकोबालामाइन? केमिकल नेम अफ भिटामिन B12 इज साइनेकोबालामाइन। र यसमा चाहिँ कुन एलिमेन्ट हुन्छ? कोबाल्ट। त्यस्तै हेमोग्लोबिनमा कुन एलिमेन्ट हुन्छ? आइरन। तर आइरनको कुन स्टेट हुन्छ? +2 स्टेट हुन्छ है। +2+ हुन्छ, +2 हैन। यो चाहिँ हुन्छ +2 स्टेट, सरी +2 स्टेट हुन्छ, अगाडि प्लस पछाडी होइन, त्यसको पनि डिफरेन्स छ हैन। अब यो भिटामिन B12 लाई जोडेर दिएको थियो हाम्रो के भन्छ जीआईटी सँग। हाउ? जीआईटी सँग जोडेर दिएको थियो। जीआईटी, जीआईटी भनेको ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट। यो भिटामिन B12 अब्जर्ब हुनको लागि एउटा चाहिँ फ्याक्टर चाहिन्छ, जसलाई भन्छ क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। त जीआईटी को एउटा पार्ट छ जसको नाम हो एस्टोमक। के हो? एस्टोमक। र एस्टोमक को ग्ल्यान्ड छ, ग्यास्ट्रिक ग्ल्यान्ड, जसमा चाहिँ एउटा सेल पराइटल सेल। पराइटल सेल, यो पराइटल सेल हामीलाई धेरै इम्पोर्टेन्ट छ। पराइटल सेलले सेक्रेट गर्छ के? पराइटल सेलले सेक्रेट के गर्छ? क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। इन्ट्रिन्सिक फ्याक्टर। क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। र यही फ्याक्टरले चाहिँ भिटामिन B12 लाई एब्जर्प्सनमा हेल्प गर्छ। केमा हेल्प गर्छ? एब्जर्प्सनमा हेल्प गर्छ। कहाँ हुन्छ एब्जर्प्सन? यो इलियममा है। ILEUM, इलियममा हुन्छ। इलियम इज द पार्ट अफ जीआईटी। तर ILIUM छ भने यो पार्ट अफ जीआईटी होइन, इट इज अ पार्ट अफ पेल्भिक गडल। पेल्भिक गडल। पेल्भिक गडल। पेल्भिक गडल। हेर है, म यस्तो बिग पिक्चर थ्योरी यहाँ पढाउने वाला छु। यो कुराहरू तपाईले ध्यान दिनु पर्यो। यहाँबाट क्वेशन के बन्न सक्छ? हेर, अब यो भिटामिन B12 को अब्जर्प्सनको लागि क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर किन चाहियो हैन? यो कुरा पनि हामीले बुझ्नु पर्छ। यो बुझेन भने हामी अगाडि चाहिँ
फ्युचरमा पनि हाम्रो नलेज ल्याकिङ हुन्छ, हामी लुपहोलमा खोल्न सक्छौँ। त्यसैले हाम्रो प्रत्येक कन्सेप्ट क्लियर हुनुपर्छ। अब यहाँबाट के क्वेसन आउन सक्छ त सीई एक्जाममा? एउटा आउन सक्यो, पाराइटल सेल डिस्ट्रक्ट भयो, पाराइटल सेल डिस्ट्रोय भयो भने कुन एनेमिया लाग्न सक्छ? पर्निसियस एनेमिया। पाराइटल सेलले के सेक्रेट गर्छ? क्यास्टल इन्ट्रिन्सिक फ्याक्टर। भिटामिन B12 को नाम के हो? साइनेकोबालामाइन। कुन एलिमेन्ट पाउँछ? कोबाल्ट पाउँछ, हैन? अब भिटामिन B12 प्लान्ट सोर्समा पाउँदैन, यो एनिमल सोर्समा पाउँछ। कुन सोर्समा पाउँछ? एनिमल सोर्समा पाउँछ, प्लान्ट सोर्समा पाउँदैन। कुन भिटामिन? भिटामिन B12, भिटामिन B12। त्यस्तै भिटामिन B12 को एब्जर्प्सन कहाँ हुन्छ? इलियममा, हैन? कहाँ हुन्छ? इलियममा। र यो इलियम भनेको के हो? बोन हो। के हो यो? बोन हो। कुन बोन हो? पेल्भिक गडलको पार्ट, पेल्भिक गडलको पार्ट हो। यति कुरा हामीले थाहा हुनुपर्छ। हेमोग्लोबिनमा कुन एलिमेन्ट पाउँछ? आइरन पाउँछ। हेमोग्लोबिनको नर्मल लेभल कति हो? 14 देखि 16 ग्राम, 14 देखि 16 ग्राम, 14 देखि 16 ग्राम पर डेसिलिटर वा पर 100 ml। तर वुमेनको टोटल, वुमेनको बडीमा टोटल कति ग्राम हेमोग्लोबिन हुन्छ? 750 ग्राम हुन्छ, 750 ग्राम हुन्छ। एउटा चाहिँ अडल्ट 70 केजी मान्छेको बडीमा चाहिँ कति हेमोग्लोबिन हुन्छ? 750 ग्राम हुन्छ। यस्तो थ्योरी, यस्तो कनेक्टेड थ्योरीको लागि इनकेस तपाईहरुलाई यस्तो थ्योरी र यस्तो क्लियर कन्सेप्ट चाहिएमा मसँग जोडिनु होला। अल द बेस्ट, थ्यांक यू, जय नेपाल।